सँगसँगै परिचय पत्र र मतदाता परिचय पत्र जस्ता कागजपत्रहरू चेक जाँच कार्य भइरहेको हामी देख्न सक्छौं। यति बेला राजनीतिक दलका प्रतिनिधिहरूले मतदाताको नाम भएको नभएको रुजु गरी अगाडि पठाइरहेको हामी देख्न सक्छौं। राजनीतिक दलका प्रतिनिधिहरूले मतदाता परिचय पत्र रुजु गरी अगाडि पठाइसक्नु भएको छ। यति बेला दोस्रो घेरामा परिचालित सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोलीले मतदान स्थल वरिपरि गस्ती सवारी साधनमा गस्ती गरिरहेको समेत हामी दृश्यावलोकन गर्न सक्छौं। यति बेला मतदाताहरू स्वस्फूर्त रूपमा मतदान स्थलमा सहभागी भई आफ्नो मतदाता नामावली परीक्षण पश्चात आफूले रुचाएका उम्मेद्वारको चुनाव चिन्हमा शान्तिपूर्ण रूपमा मतदान गरिरहनु भएको हामी यति बेला मतदाता परिचय पत्र रुजु गरिसकेपछि निर्वाचनमा खटिएका कर्मचारीले हातमा नीलो रङ लगाइदिरहेको हामी देख्न सक्छौं। यति बेला आफूले रुचाएको उम्मेद्वारको चुनाव चिन्हमा मतदान गरिसके पश्चात मतदाताहरूले आफ्नो मतपत्र मतपेटिकामा खसाली बाहिरतिर निस्कि शान्तिपूर्ण रूपमा मतदान भइरहेको भिडले अर्काको नाममा भोट हाल्न पाइँदैन, मतदान रद्द गर, निर्वाचनमा धाँधली भयो, मतदान अधिकृत राजीनामा दिए लगायतका विभिन्न मागहरू राखी नारा जुलुस गरिरहेको हामी देख्न सक्छौं। अहिलेको समयमा नाराबाजी उग्र रूपमा भइरहेको हामी देख्न सक्छौं। सँगसँगै मतदान केन्द्रमा खटिएको नेपाल प्रहरीका मतदान बुथका सुरक्षा कमान्डरले केन्द्रभन्दा बाहिर गई भीडलाई सम्झाइ बुझाइ गरिरहेको हामी देख्न सक्छौं। मतदानमा यति बेला सुरक्षाको दोस्रो घेरामा रहेको सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोली मतदान स्थल नजिकै आइपुगेको छ। मतदानको लागि लाइनमा बसेका मतदाताहरू उग्र भइरहेको हामी यति बेला दृश्यावलोकन गरिरहेका छौं। यति बेला सशस्त्र प्रहरी बल नेपालको मोबाइल टोली मतदान स्थल नजिकै आइपुगेको छ र असभावका सामानहरू सहित भीड भइरहेको स्थानमा तर्तिबार रूपमा अगाडि बढिरहेको हामी देख्न सक्छौं। भीड नेपाल प्रहरीको टोलीले सम्झाइ बुझाइ गर्दा नमाने उग्र भइरहेको हामी देख्न सक्छौं। यति बेला सशस्त्र प्रहरी बल नेपालको टोली मतदान स्थल भन्दा बाहिर भीड भएको स्थानमा पुगिसकेको छ। सशस्त्र प्रहरी बल नेपालको टोलीले भीडलाई सम्झाइ बुझाइ गर्न खोजिरहेको छ। सम्झाइ बुझाइ गर्दा समेत नमाने पश्चात सशस्त्र प्रहरी बल नेपालको टोलीले चरणबद्ध रूपमा न्यूनतम बल प्रयोगको सिद्धान्त अनुसार बल प्रयोग गरेको हामी देख्न सक्छौं। सशस्त्र प्रहरी बल नेपालको बल प्रयोग गर्दा समेत प्रदर्शनकारीहरू उग्र भइरहेको हामी देखिरहेका छौं। यति बेला स्थिति नियन्त्रणमा नआए भीड थप उग्र भई सशस्त्र प्रहरी बल नेपालको टोलीलाई ढुङ्गामुढा गरिरहेको हामी देख्न सक्छौं। सशस्त्र प्रहरी बल नेपालको टोली